नमस्कार सम्पूर्ण दर्शक वृन्दहरुमा कमल लोहनी युट्युब च्यानलकोमा तपाईहरुलाई स्वागत छ। यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्स्क्राइब शेयर गर्न नबिर्सनु होला। र यो 84 पूजाको चाहिँ भिडियो रहेको छ, काशी कुमारी बस्नेतको 84 पूजा। यो भिडियोलाई अन्तिमसम्म हेरेर मनोरञ्जन लिनुहुनेछ भन्ने म आशा राख्दछु। उहाँ हुनुहुन्छ काशी कुमारी बस्नेतजी है, उहाँको 84 पूजा। आज मिति 2081 साल फागुन महिनाको 29 गते बिहीबारको दिन पर्न गएको काशी कुमारी बस्नेतको 84 पूजाको समारोह भव्य र सभ्य रूपले हुन गइरहेको छ। यति बेला पञ्चे बाजाको साथसाथमा भजन कीर्तन सहित यहाँ नाचगान चलिरहेको छ। उतातिर पूजा पाठ चलिरहेको छ। चारैतिर आफ्नो आफ्नो कार्यक्रमहरू चल्दै गरिरहेको छ। यो एकदम रमाइलो रौनक रहिरहेको छ। तपाईँ यो भिडियोमा देख्न सक्नुहुनेछ। यो हाम्रो कला संस्कृति र संस्कार रहेको हुँदा हामीलाई एकदम मनपर्ने भएको हुँदा मैले सम्पूर्ण दर्शकहरूले देख्नु होला भनेर मैले एउटा यो भिडियो बनाउन गइरहेको। यतापट्टि रहेको छ मूर्तिहरू छन् है, शिवलिङ्गमा मूर्ति रहेको छ। परिक्रमा गरेर परिक्रमा गर्दै गर्नुभएको छ। यता रुद्री सुरु भएको छ। यतातिर छेउपट्टि यो शिवलिङ्गमाथि उतातिर नाचगान भजन कीर्तन पूजा उता कुनापट्टि।
यति बेला बत्ती जलाउने कार्यक्रम सकिएर यहाँ राखिएको छ बत्ती पुरै जल्नको लागि। त्वमेव माता जनिता त्वमेव त्वमेव बन्धा जनका त्वमेव त्वमेव विद्या धर्मं त्वमेव त्वमेव धर्मं नामेव देव इमानि पुष्पाणि मनोहराणि सुरासुराणाम् अभिदुर्भवानि कल्पान्तराणि जगदानि तानि पुष्पाञ्जलिर्मे योगाय निपुणं त्वमेव साधनं मनुष्यस्य बुद्धं
Hare Rama 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 Hare 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 Krishna 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 Hare Hare Nana Mela Pulpani Ritugalo Vajra Purandale Mela Darsam Kirana Parameswara Mata Pulpani यतातिर हाम्रो आमा समूहको टोलीहरू बस्नु भएको छ लाइनबद्धमा। आरती 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 आयो, आरती कैलाश बस्नेज्यूबाट। यतातिर शिवज्योति आमा महिला समूहको तर्फबाट यता सेलरोटी देखाउँदै हुनुहुन्छ उहाँ। सेलरोटी अनि आजको यता खाना खाने कार्यक्रम रहेको छ। यतातिर प्रसादहरू खिर रहेको छ, रोटी अचार होइन, एकदम टेस्टिलो स्वादिष्ट। यता चिया हाल्दै हुन्छ है यहाँ आन्टीहरूले। चिया कसैले चिया दिने, कसैले रोटी होइन त ऊ ढोकाभरि 2 ढोका घुमाउने रोटी छन् होइन, उतापट्टि अझ बढी अलिकति उता रहेछन् कति धेरै रोटी होइन। एकदम बवाल टेस्टी होइन, खाँदा पनि एकदम स्वादिष्ट लाग्यो होइन भर्खर खाइसकेपछि। अनि उता उहाँले त खिर राख्दै हुनुहुन्छ, कसैले खिर राखिदिने, कसैले अचार, कसैले रोटी, आफ्नो आफ्नो तरिकाले सर्भिस हुँदै रहेको छ। अनि उता पाले पालो आउने जाने गर्नुभएको छ प्रसाद खाने होइन। पूजामा आइसकेपछि प्रसाद नखाइकन जानै हुँदैन भन्ने एउटा चाहिँ हाम्रो पुरानो परम्परा चलन रहेको छ। र त्यस कारणले पूजाको प्रसाद भनेपछि एकदम टेस्टी नभए नि त्यतिकै टेस्टी हुन्छ, भगवानको प्रसाद जस्तो। त्यस कारणले हाम्रो यो महिला आमा समूहको तर्फबाट यस्तो राम्रो माहौल देखिएको छ होइन। उहाँहरूको आफ्नो यताउता सिस्टमेटिक तरिकाले चाहिँ गरिराख्नु भएको छ। एकदम खाना नै एकदम उत्कृष्ट रहेको छ होइन, एकदम टेस्टी। अनि उहाँ एकजना अङ्कलले हुनुहुन्छ होइन, यहाँ अङ्कलले चाहिँ सर्भिस गरिराख्नु भएको छ। यतातिर टेबल कुर्सीहरू छन् टन्न होइन, मजाले पाले पालो खाने बस्नेको लागि। उता कतिपय दिदीबहिनीहरूले खाँदै हुनुहुन्छ, यता एकजना अङ्कल सानो बाबुले खाँदै प्रसाद ग्रहण गर्दै हुनुहुन्छ होइन। यता चाहिँ गाई भर्खर गाईदान सम्पन्न भइसक्यो र अहिले शुद्ध गर्नको लागि चाहिँ गत फर्किँदै हुनुहुन्छ पुजारीले। अब यो गाईदान चाहिँ अब बाहुनले लाने हो। आजभोलिको चलनमा चाहिँ बाहुनले लाँदैनन्, गाईलाई उतिखेरै बेच्छन् बाहुनले है, त्यस्तो चलन रहेको छ। गाईदान भइसक्यो, यो चाहिँ दान भइसक्यो गाई है। कति राम्रो है, चारवटा गौ माता भनेर हामीले यसलाई हिन्दू धर्मअनुसार पूजा गर्ने चलन रहेको। रुजेकी छु आँसुको झरीमा तिन्तले माझे कसलाई जान्यो र गरिमाको।
धन्यवाद सम्पूर्णमा अन्तिमसम्म यो भिडियो हेरेर साथ दिनुभएकोमा र यो फोटो सेसन तपाईँ हेर्न सक्नुहुनेछ।